नमस्कार सबैजनालाई फेरि पनि आजको मेरो भिडियोमा सम्पूर्ण साथीहरूलाई स्वागत छ। आज चाहिँ मैले सिस्नो र आटो खान लागेको छु। कस्तो हुन्छ साथीहरू खाएर म भन्ने छु है त साथीहरू। आज चाहिँ यो डल्ले खुर्सानी छ आज, अनि त्यसपछि टिमुर, अनि यो सिस्नो, अनि सलादको लागि काँक्रा छ। त्यसपछि मसँग आज खाना खानको लागि मेरो आमा हुनुहुन्छ, सासुआमा, सासुबारीले आज सिस्नो खाऊँ भनेको है, सिस्नो र आटो। कस्तो हुन्छ ल है साथीहरू, खान लागेको हो। ल ल खाए है त साथीहरू, ल खानु खानु त्यसमा हालेर टक्क खानु, खाना सेलाइहाल्यो कि फेरि। र सिस्नो र आटो चाहिँ मलाई एकदम मन पर्छ है साथीहरू। हजुरहरूलाई कस्तो लाग्छ? खाने भएपछि यता हाम्रो घरतिर आउनु होला सिस्नो खान। अलि नजिक, टाढा भयो क्या है, अलि नजिकै जानु, अलि नजिकै जानु, अलि नजिक। खुर्सानी खानुहुन्छ? मिठो रहेछ सिस्नो। खुर्सानी खाने भयो। ल मैले खाएँ है। ल मिठो छ, मिठो छ, सिस्नो मिठो छ। मिठो रहेछ साथीहरू। सिस्नो चाहिँ यो कहाँको सिस्नो हो, किनेर लिएर आएको। टिमुरको छेउ खानुहुन्थ्यो के? ठिक छ, ठिक छ। खाने बेला ल्याउनु पठाउँछ। यस्तो तातो तातो खानु भनेको झन् ठिक छ। धेरै भयो क्या आटो त। चिसो त छैन। उता झुक्नु, एउटा बोटका लाग्दा झुक्नु, हजुरलाई अप्ठ्यारो भयो खानु। सिस्नो लाग्थ्यो टेबलमा। के पुसौँला, के होला। टमाटरको चटनीसँग सिस्नो यस्तो मिठो लाग्छ। सिस्नो आटो क्या, मलाई मिठो लाग्छ। सिस्नो र आटोको हुनसम्म हो त होला सिस्नो। तर यो काको सिस्नो मिठै रहेछ होइन? मिठो रहेछ। लेखाइ हो हुन्छ मिठो। पैसा त एकदम नमिठो पनि हुन्छ क्या। कहाँको अलिक ओसिलो ठाउँको ल्याउँदा बिक्री गर्ने त। आज चाहिँ मैले आमालाई सिस्नो खुवाउँछु म यहाँ सुर्खेतको भनेर पकाएको यस्तो मिठो। टिमुर धेरै भन्छ। आज अचारमा टिमुर धेरै भन्छ नि टमाटर चटनीमा क्या, त्यही भएर नानीले मिठो मानेन क्या। हामीलाई त ठिकै हो। त्यही टिमुर धेरै खान्न नि त। कोहीलाई लाग्छ त फेरि। तातो तातो खानु त कस्तो हुन्थ्यो होला। काँक्रा खान सक्नुहुन्छ नि? अहिले खानु अलिअलि बस्यो, मिठो छ काँक्राहरू। फाइदाहरू आटो ठिकै ठिकै रहेछ। खर्च आटो अलि मोटो छ, त्यही भएर। यस्तो मिठो भयो क्या। सिस्नो मिठो रहेछ। यत्रो आटो गएको खराब। कोही कोही दिन ल्याएको त यति मिठो हुन्छ क्या सिस्नो भन। ठिकै डल्ले हो कि अखबार के हो कि
त्यही भएर राम्रो रहेछ होइन राम्रै रहेछ रमसम रहेछ पुरानो छु भनेर ठिकै रहेछ त्यो पनि खाइयो एक बटुका मिठो भयो एक बटुका मिठो भयो तँलाई पुग्छ कि नै सिस्नु छ खानु खानु अझै खानु भने खानु रेप्दै भयो धेरै हो क्या अचम्मै राम्रो रहेछ नि त्यो पनि त्यो लहु जति सबै हाल्दै राखेको अझ अझ मैले एक्स्ट्रा हालेछु छु त्यहाँ त हाल्दै थिएन अरे यति खाए त अब किन छर्दाखेरि छुट लाग्यो सिस्नु भएर मिठो भयो आटो सिस्नु भएर त्यही हो खाने मलाई जित्नु भयो त खायो मिठो ल बस्नु है मैले खाइसक्नु माथिर लिएको छिल्की ल्याउँदा लिएको बाघे खाएको पनि छ होला ल आज चाहिँ हामीले सासूबारले खाना खाएर भ्यायौँ सिस्नु र आटो त यति मिठो भयो होइन मलाई त लास्ट मन पर्ने भएर नि होला मिठो लाग्यो हजुरलाई मिठो लाग्यो नि लाग्यो मलाई नि मन पर्छ त सिस्नु राख्यो हो मिठो लाग्यो अझै भयो नि खाने जस्तो भयो कि भयो अगाइयो ल यहाँ मेरो साथीहरूलाई भनिदिनु न त अनि के भन्नुहुन्छ त्यही भनौँ के भन्नुहुन्छ मेरो बुहारीको भिडियोलाई मन पराइदिनु होला सबले लाइक सेयर कस्तो लाग्छ कमेन्ट गरिदिनु होला भन्नु कस्तो लाग्छ मेरो भिडियो गरिदिनु होला मन पराइदिनु होला होला हामी सासूबारीलाई मन पराइदिनु होला भन्नु हामी सासूबारीलाई मन पराइदिनु होला बसेर सिस्नु र आटोको भिडियो खाएको भन्नु न सिस्नु र आटो खाएको भन्नु सिस्नु र आटो खाएको ल मेरो आमाले चाहिँ मेरो माइली बुहारीको भिडियोलाई हामी सासूबारीको भिडियोलाई मन पराइदिनु होला सबैजनाले भन्नुभयो सबैजनाले मन पराइदिनु होला र आज चाहिँ हामीले खाएर भ्यायौँ एउटा खुर्सानी चाहिँ मैले खान सकेन अनि अब चाहिँ ल सबैजनाले हामी सासूबारीको भिडियोलाई मन पराइदिनु होला कस्तो लाग्छ लाइक सेयर कमेन्ट गरिदिनु होला है त साथीहरू हस् त साथीहरू यो भिडियोबाट बिदा हुन चाहन्छु सबैजना स्वस्थ रहनुहोला व्यस्त रहनुहोला भन्दै बिदा हुन्छु बाई बाई